लानी आली डिलमा बसेर यसको एउटा गुन्छ खाना मिठो हुन्छ आली डिलमा बसेर के भने हो त साँच्चै लानी भो त आयौ कम्मर कसेर कपासे रुइलाई दिदी बहिनी दुईलाई आयौ कम्मर कसेर धर्मचे गाउँमा यो छालिङको ठाउँमा साह्रै दुःख पाएको छु सुन न ज्ञानी त्यत्रो भएर नि साह्रै दुःख पाएको छु आजको दिन गोदाउरीलाई लिन छालिङ देखे आएको छु जानी भए हिँड आएको म त लिन छालिङ देखे आएको छ असार मासको मेला भेट भएको बेला लगाइदेऊ टिका माटाको यसको एउटा गुण छ हेर्दा राम्रो हुन्छ लगाइदेऊ टिका माटाको धाइ धाइ आसी जेलको साथ पासी भन्न छैन घाटा भो माउरीको रानो सुन मेरो सानो भन्नु छैन घाटा घरे साह्रै भर लाइरहन्छ कदमको छाया सुन सानो माया साह्रै भर लाइरहन्छ तिमीलाई छोडी उसलाई लाँदाखेरि मलाई डर लागिरहन्छ छ कि म नजानी मान्छे काली काली मनमा डर लागिरहन्छ यता र उता माया लाउँछु भन्दा घरको मान्छे रुन्छ कि कदमको छाया सुन सानो माया घरको मान्छे रुन्छ कि भेट भएको बेला माया गर्छु भन्दा तिमीलाई धोका हुन्छ कि मायामा बहिना झुटो बोले होइन तिमीलाई धोका हुन्छ कि मायामा बहिना झुटो बोले होइन तिमीलाई धोका हुन्छ कि 83 मा भेट भयो युवाई झुसी झुसी साह्रै लाग्यो खुसी 83 मा भेट भयो जान्छु भनी मेरो बाबु पनि यही भेट्नलाई आइरहेछ हे मेरो धन नदुखाइदेऊ मन मेरै भेट्न आइरहेछ 83 सालमा छुट्यो माया प्रेम भेट्दा खुसी लागिरहेछ मानिन डर अब जान्न घर भेट्दा खुसी लागिरहेछ तिमी हेर उनलाई म चाहिँ हेर्छु जुनलाई पछि पछि आफ खाने काचा हो भनेको साँचै पछि पछि मानिन्छ परेछ भनी आजै लैजाऊ त नि पहिला गइछे भनिन्छ छेउको घर एक्लै लर लर पहिला गइछे भनिन्छ कदमको छाया सुन सानो माया छाता हैन ढुलेर खोज्न कता जानी ये गोदाउरी नानी हिँड्छौ रे साह्रै उम्लेर लाको छैन गफै विचार गर आफै हिँड्छौ रे साह्रै उम्लेर बाल फाटको रोपाई आउनु भयो तपाईँ छाता छोडी घुम्लेर यसको एउटा गुण छ पानी पर्दा हुन्छ छाता छोडी घुम्लेर भेट्न धाइ धाइ आउँछौ
किन वचन लाउँछौ के गरी त उम्लेर माया आदि आदि पापी अपराधी का गए त उम्लेर मती उदय सालिनाले मदरलाई तरिना ए वर्ष 12 बारी आइछ सारै मदरलाई तरिना छालिङदेखि आई साह्रै दुःख पाए मेरो वास्ता गरिनौ पकलले घेर्यो उता उता हेर्यो मेरो वास्ता गरिनौ टोकाको काम्रो आहा कति राम्रो म दुखीलाई टेर्दैन अब खानी काँचा हो भनेको साँच्चै म दुखीलाई टेर्दैन दुई चार वर्षपछि हाम्रो भेट हुँदा मायाले नि भेट्दैन निष्ठुरी भएको यत्रो गुर्किलाको मायाले नि भेट्दैन रोपाई आउनु होला तपाईँ मनी आउँछु हेर्नलाई भन्या छु सत्य आज 15 गते मनी आएको हेर्नलाई सानो माया तिमी आउँछौ भन्ने थाहा पाएँ आइछु माया बेर्नलाई कम्पानी सिमले देखिनौ र तिमीले आइछु माया बेर्नलाई एउटा घर काभ्रे एउटा घर साङ्गा एउटा घर सिमले हो भनेको साँच्चै नभनेको मात्रै एउटा घर सिमले हो नजिक नजिक भन्दा माया लाउँछु भन्दा मन बाडेको तिमीले हो सुन न सुन मन मनै गुण मन भाडेको तिमीले कति गएको धर्म गर्ने भएको फुल प्रसाद बाँडेको यसको एउटा गुण छ साह्रै धर्म हुन्छ फुल प्रसाद बाँडेको खै कताको भेटे मैले तिमीलाई बाँडेको ये मेरी सानी बुझिराख ज्ञानी कहिले मन बाँडेको तिमी भेट्न आउँदा म छु कता कता बोलाउँदामा पाउँदिन मागेको मैलाई हो अर्काको पहिल्यै अब आँखा लाउँदिन 12 बिसे खेतको 13 बिसे आली छहल गोरु 12 ठुलो मान्छे भएको रोपाई गर्न गएको छहल गोरु 12 तिम्रो र हाम्रो छुट्टी हुने भयो भएन कुरा 4 लागिरहेछ डर जान पर्यो घर भएन कुरा 4 जमिनदारी बाउको इमानदारी छोरी त्यसै खुट्टा छोड्दिन आपाको जानो पिरतीको गानो त्यसै खुट्टा छोड्दिन पिरतीको गोला कसलाई लान्छ होला अब मन मर्दिन काट्ने नैनी दिदी होइन बहिनी अब मन मर्दिन यता नउता हो हालेछु मुद्दा वकिल दाइले लेखेको ये वर्ष 12 मुद्दा पर्यो साह्रै वकिल दाइले लेखेको कता कता मुड्छौ अरूसँगै हिँड्छौ अस्ति मैले देखेको हलादमी भएको बजार घुम्न गएको अस्ति मैले देखेको
छ है ए बिउ सबै अन्त हिँड्छ अस्ति टिका सर यता लथरको हो बिउ हामीसँग चाहिँ लाउँदै बाला खकालमा बाउले पढाइदिएनन् नजाने नि लेख्छु छ यसको एउटा गुण छ अक्षर पढ्न हुन्छ नजाने नि लेख्छु छ काको काम र तिमी भन्दा राम्रो सुन मेरो घरमा छ खसीको धर्मी नेपालीको आर्मी तिमी भन्दा घरमै छ दाइले हो पढ्नलाई थाल्यो मास्टर साहबले लेखेको नाना चिठी हाम्रो एउटा चिठी मास्टर साहबलाई लेखाको कदमको छाया सुन्यौ सानो माया मास्टर साहबलाई लेखाको ढोकाको काम्रो घरमै भए राम्रो किन आशा देखाको भोटेर सलाई सोझो दाजु मलाई किन आशा देखाको मात्र हिँड्छ दुनियाँलाई चिन्छ मलाई आँखा नलगा अन्तै हेर अरू पाइहाल्छ नि बरु मलाई आँखा नलगा ए दाइ र भाइलाई सघाउ मेरो एक्लै बहिनी मन पर्या भाइ भगा नजिक नजिक बन्छे मन पर्या छ बन्छे मन पर्या भाइ भगा कालिङदेखि आएको साह्रै दुःख पाएको हो आफन्त ठानेर साह्रै दुःख पाएको भेट्न भनी आएको हो आफन्त ठानेर माछाको भुरा मिलाइदेऊ न कुरा लान्छु आज तानेर नङ्काट्नी नैनी तिम्री कान्छी बहिनी आज तानेर आदिमा बारी छ चुराए मुला आदि बारी जाउ छर्छु यसको एउटा गुण छ मापमा लाउन हुन्छ आदि बारी जाउ छर्छु तिमी यिनकै बने बाउले दिएनन् भने कन्यादान मै गर्छु लगन पनि छ रे असार 29 कन्यादान मै गर्छु सिन्दुरको लाउने शिरमा ठुलोटीको गाजालाको लाउनेको धबी लुगा धुन्छ ऐसा राम्रो हुन्छ गाजालैको लाउनेको तिम्रो कान्छी बहिनी मानी राछिन् भनी आज छालिङ सवार होस् उनी यतै बसिन् तिमी घर जानु आज छालिङ सवार होस्